नमस्ते अनि हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला हेर्दै हुनुहुन्छ आरजे युट्युब च्यानल। यो मेरो फर्स्ट भ्लग हो। कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला। आज हामी सम्पूर्ण साथीहरू मिलेर जापानको टोकियोमा रहेको एकदमै दामी उयो पार्कमा जाँदैछौँ। साथीहरू आउँदै हुनुहुन्छ। हामी एकदमै तयारी अवस्थामा बसेका छौँ। हामी बस्ने यो अपार्टमेन्ट हो। आज भवाल रमाइलो गर्ने जमर्को गरिरहेका छौँ। हेर्दै जानु होला। हामीले प्रत्येक ठाउँको भिडियो राख्दै जानेछौँ। ल हामी रुमबाट निक्लिसकेका छौँ। हामी अरू साथीहरू पनि आउँदै हुनुहुन्छ। आज रमाइलो गर्नुपर्छ है। यो हामी बस्ने अपार्टमेन्ट हो। त्यहाँदेखि निक्लिसकेका छौँ। आज हामी साथीहरू आउँदैछन् उताबाट। यहाँदेखि हिँडिसकेका छौँ। हामी आज कहाँ जाँदैछौँ? उइनो पार्कमा। ल हेर्नु होला। हामी प्रत्येक ठाउँको भिडियोहरू हामी हाल्नेछौँ। कस्तो लाग्छ सल्लाह सुझाव लाइक कमेन्ट सेयर गर्नु होला है त। ल हामी देशलाई सबैभन्दा धनी बनाउनु भनेको त्यो पर्यटकीय क्षेत्रले हो। जब पर्यटकीय क्षेत्र जब पर्यटकहरू आउँछन् नि तब देश त्यसै धनी हुन्छ। यो हेर्न सक्नुहुन्छ विभिन्न देशका मान्छेहरू यो दृश्य यो पर्यटकीय एरिया अवलोकन गर्न आइरहन्। त्यस कारणले पनि रातभरि तपाईँ देख्न सक्नुहुन्छ। अनि विभिन्न देशका मान्छेहरू आइरह हुन्छ नि। हाम्रो साथीहरू पनि आइरहन्। नेपालीको त अब कुरै छोडौँ। नेपाल भारत बङ्गलादेश इन्डिया के भन्छ भारत र इन्डिया त एउटै होइन। अनि पाकिस्तान अमेरिका विभिन्न देशका मान्छेहरू आउँछ नि। पर्यटकीय एरिया हो। ए हाम्रो के जस्तो बोल्नुहोस् त सर। के भन्ने तपाईँ यस्तो हेर्छन् के बोल्नुहोस् सर। के भन्नु न। आजको यो यात्रा आजको यो कस्तो भइरहेको आज रमाइलो भइरहेछ। त्यति हो मेरो भन्नु। सर एउटा त्यो ह्यान्डसमको एउटा सीमा हुन्छ यार। भगवान्ले सबै दिएको छ यार तपाईँहरूलाई। के हो विष्णु सर? यहाँ ह्यान्डसम भने कस्तो भने यस्तोलाई भन्छ कि ह्यान्डसम यता आउँछ त्यहाँ ल भन्नु न तपाईँ को ह्यान्डसम होइन ह्यान्डसम सबैजना हो। के बराबर छ त्यसमा चाहिँ के भन्नु पानीको व्यवस्था छ कस्तो छ यार। सम्म छ यार। अनि दाइ कस्तो लागिरहेछ? एकदम किन निराश देखिनुहुन्छ यार? रमाइलो ठाउँमा त हाँस्नु न। यो सानैदेखि खानदानी बानी हो क्या? के केही जा जस्तो यार। के जानु केही बोल्न। यस्तो रमणीय ठाउँमा हेर्नु भएको छ यार। ठिक यार। उहाँ बाहिरसम्म मात्रै आउनु भएको भित्र आउनु भएको छैन। त्यसैले के भिडियो मात्रै हेर्नु भयो कि उहाँले? विष्णु सर तपाईँ आउनु भएन र त भिडियो मात्रै हेर्नु भयो अरे। अनि सर आउनु भएको थियो कहिले? म फर्स्ट टाइम। के यार कति ह्यान्डसम देखाएको छ हौ। के यार केही बोल न यार। यति ह्यान्डसम देखिएको छ यार। चिडियाखाना छ नि दिनभरि हिँडेर पनि हेरिसकिन्न। एसएससी हुन्छन्। एसएससी यति सहयोगी हुन्छन् पुरै छोडिदिनु। बन्द भयो। यति एसएससी यति सहयोगी यति राम्रो भावनाका हुन्छन् यिनीहरू पुरै छाड्दिनु। त्यही भएर त देशका जनता कति राम्रो छ। यति मान्छे यति देशका मान्छेहरू आइरहन् यहाँ। देख्न सक्नुहुन्छ जापानिज टेम्पल। ल फर्किनु हो सर। रातभरि बिजुली बालेको हेर ट्रेन चलिरहेको छ त्यहाँ।
सर तपाईँलाई कस्तो लाग्छ जापान? जापान कस्तो लाग्छ तपाईँलाई? जापान एकदमै राम्रो, हाम्रो दुःखसँगै रमाइलो छ। र यो हाम्रो देश जस्तै छ है जापान पनि? होइन, बस्दै गयो गयो भने चाहिँ हाम्रो देश सराउनै हुन्छ। तपाईँलाई नै देश भयो भने सर तपाईँलाई नै नेपाल र जापानमा के फरक लाग्छ? जापान र नेपालमा त धेरै फरक छ। के फरक छ भन्नु त? हेर्ने हो भनेपछि त जमिन आसमानकै फरक छ नि। नेपालको तुलनामा हेर्ने हो सुख सन्तुष्टि जस्तो सुकै देश भयो भने सन्तुष्टि भनेकै आखिर हाम्रै देश नेपालमा छ क्या। तर सर यार मलाई त नेपाल र जापान सेमसँगै लाग्छ, तर एउटा मात्रै फरक छ क्या। के फरक भनिदिउँ? जापानमा ठाउँहरू बाटाघाटाहरू छिनमा चेन्ज हुन्छन् नि, तर हाम्रो देशमा नेताहरू चेन्ज हुन्छन्। छिनमा नेताहरूको रूप चेन्ज हुन्छ, एकदम पोइन्ट। तर जापानमा भने ठाउँ चेन्ज हुन्छ प्रत्येक दिन। अनि यहाँको बाटोघाटो चेन्ज हुन्छ रातारात, तर हाम्रो देशमा रातारात नेपालका नेताहरू चेन्ज हुन्छ। यो पनि चिडियाखाना हो, हामी अहिले तल जाँदैछौँ।